यो हामी तिनजना बसेका छौँ नि, हामी तिनैजना एमसिसीवादी हो नि फेरि। हो उहाँ पनि एमसिसीको भोकल समर्थक हो, म पनि हो। तपाईँले 4 पल्ट मुन्ने नै खुवाउनु भएको थियो होइन। त्यो मैले यो सन्दर्भमा किन भनेको, मैले त्यो किन भनेको भने कसरी काम गरेको थियौँ भन्नु त। मैले किन भनेको भने हामी उत्तेजनामा छैनौँ। हामीलाई यङ लिडर भन्लान् होइन, मलाई भन्दा ज्यादा तपाईँहरूलाई भन्छन् यङ लिडर भनेको नि हामी बुझेका छौँ क्या। एमसिसी किन चाहिन्छ, बिआरआई किन चाहिन्छ, इन्डियन एक्जिम ब्याङ्कको पैसा हामी किन लिन्छौँ होइन, के शर्तमा लिन्छौँ, त्यो हामीलाई थाहा छ नि। यी विषयमा जस्तो भनौँ न, यो मौका भने मैले त्यही भएर पोखरा एयरपोर्टको मिडियामा पनि धेरै बहस आइरहेका छ भनौँ। शेरबहादुर दाईले अथवा केपी ओलीले अथवा चाहिँ माधव नेपालजी, प्रचण्डजी बसेर चाइनिज लिडरहरूसँग बसेर 22 अरब पैसा तिमीहरूले अनुदानमा परिणत गर भने मान्दैन होला त। के ठुलो कुरा छ, मान्छ। मनोरञ्जन हैसियत हामीले राख्न सक्नुपर्छ, मनाउन सकिन्छ, मनाउनु पर्छ।